नमस्ते, म युविन श्रेष्ठ, प्रवास विभाग दक्षिण कोरियाको प्रमुख र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जय देश जय घण्टी भन्न चाहे। सबैभन्दा पहिला हाम्रो यो छोटो समयमा तपाईहरु सबैजनाको यत्रो बाक्लो उपस्थितिले एकदमै मलाई खुसी बनाएको छ। एकता एउटा जुन साथ समर्थन चाहिएको थियो, जुन हामीले नेपालमा पनि देखियो र कोरियामा पनि देखिएको छ, त्यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद। आज हाम्रो यो भेटघाट कार्यक्रम अझ बृहत बनाउने हाम्रो चाहना थियो, तर त्यो चाहना हामीले केन्द्रको निर्देशनको कारणले गर्दाखेरि जुन हिसाबले चाहिँ 84 मा हुनुपर्ने जुन चुनाव थियो त्यो अहिले 82 मा भएको छ। यो एउटा अरूभन्दा सामान्य चुनाव नभएर चाहिँ एउटा हाम्रो यो लगभग 80 जना जति हाम्रो जेनजी भाइ बहिनीहरूको योगदान, उनीहरूको बलिदानले चाहिँ यसरी आएको यो चुनाव हो। र यो सँगसँगै हामीले याद गर्नुपर्ने वर्तमान परिस्थितिमा हाम्रो धेरैजना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू इरान, इजरायल, त्यसपछि दुबई, कतार र विभिन्न देशहरूमा अप्ठ्यारोमा परिरहनु भएको छ। यो परिस्थितिलाई हेरेर चाहिँ हामीले कुनै पनि प्रकारको विजय जुलुस या कुनै पनि प्रकारको कार्यक्रमहरू महोत्सव जस्तो तरिकाको नमनाउनु भनेको कारणले गर्दाखेरि अहिले हामीले एउटा सामान्य कार्यक्रमको हिसाबले लिएर आयौँ। यति एउटा पार्टी भइसके पछाडि एउटा कुनै पनि लिडरसिप आइसकेपछि यतिको चेत हुनुपर्छ भन्ने जस्तो लाग्छ। जुन हाम्रो पार्टीले नेतृत्व गरेर यसरी जुन हिसाबको नेतृत्वहरू दिइरहनु भएको छ, आशा छ भोलिको दिनमा हामीलाई यस्तो खालको नेतृत्वहरू, यस्तो खालको सुझावहरू आइरहोस्। साथीभाइहरूले सबैजनाले धेरै कुराहरू भनिसक्नु भएको छ। यसलाई अब धेरै लामो नबनाइकन मैले यसलाई कन्क्लुजन पार्टमा लिएर जान चाहन्छु। हाम्रो विभिन्न साथीहरूले विभिन्न सुझाव सल्लाहहरू दिनुभएको छ। यस्तै सङ्कलन हामीले गरिरहनु पर्ने छ र यस्तै सङ्कलनमा हाम्रो सरले पनि एउटा सानो सुझाव दिनुभएको थियो। एकदम हामी सुझावहरूलाई हामीले त्यसलाई नकारात्मकमा भन्दा नि सकारात्मक वेमा लिएर जान्छौँ। अघि भर्खरै हामीलाई अर्जुन अधिकारी हाम्रो उपप्रमुख प्रवास विभागको सरले फोन गर्नुभएको थियो र उहाँले भन्नुभएको थियो कि हो, हामी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागमा केही कमी कमजोरीहरू छन्, हामीलाई अझै पनि प्रशिक्षणको जरुरत छ। हामीहरू त्यसको लागि तयारी हुँदै गर्दाखेरि जुन यो जेनजी रिभोल्युसन आएर जुन परिवर्तनहरू भए, जुन हामी चुनावी उसमा होमियौँ, त्यो कारणले गर्दाखेरि केही कुराहरूको हामीसँग कमी कमजोरी छ। अघि मेरो साथीले भन्नु भएको थियो, मेरो आफ्नै टिमको साथीले कि हामी बोल्नमा सक्दैनौँ भन्नुभएको थियो होइन। कहिलेकाहीँ बोल्दाखेरि केही कुराहरू चिप्लिन सक्छ। हाम्रो सभापतिज्यूले भन्नुभएको जस्तो बोलीमा चिप्लिए पनि आफ्नो नियत चाहिँ चिप्लिनुहुन्न भने जस्तो हामी नियतमा सही छौँ भने साथीभाइ जम्मा गर्न, भेट गर्न र अगाडि बढ्न खासै केही पनि गाह्रो हुँदैन। सरको लागि धेरै धेरै धन्यवाद। एउटा कुरा अघि हजुरले आफ्नो परिचय दिँदाखेरि म अर्को दलमा आस्था राख्छु भन्नुभए पनि हामी राष्ट्रिय स्वतन्त्र पार्टी र प्रवास विभागमा भएको साथीभाइहरूले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि राम्रो नेतृत्व गर्न सक्ने साथीभाइहरू हुनुहुन्छ भने र अवसर आफूले ठाउँ पाउनु भएको छैन भने राष्ट्रिय स्वतन्त्र पार्टीको ढोका तपाईँहरूको लागि सधैँ खुल्ला छ। सही व्यक्ति सही ठाउँमा आउनको लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ खुल्ला छ। हामी प्रशिक्षण दक्षिण कोरियामा हामीले अहिले पार्टी स्तर गर्दैछौँ। संगठनहरू अझ बलियो बनाउन पर्ने, लिएर जान पर्ने छ। त्यसको लागि अझ हामीले गृह कार्य गर्नुपर्ने धेरै कुरा छ। प्रशिक्षणको कार्यक्रमहरू लिएर आउनेछौँ। त्यसपछि अर्को कुरा आयो, अब हाम्रो त बहुमतको 2/3 सरकार आउँदाखेरि अलिकति बलियो खालको प्रतिपक्ष व्यक्तिहरू नहुने हो कि भन्ने कुराहरूमा चाहिँ हामीहरूले सबैजनाले धेरैजनाको जस्तो मनसायमा चाहिँ के आइरहेको थियो भन्दा अबको प्रतिपक्ष हामी नै हौ नि, हामी नै खबरदार गर्छौँ नि भन्दै गर्दाखेरि हामीले छुटाउन नहुने र हामीले जोड्न पर्ने कुरा के हो भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले अब नेतृत्व गरिँदाखेरि मैले त्यहाँबाट के पाउँछु भन्दा पनि मैले के दिन सक्छु त, यदि मसँग यो भिजन छ, यो आइडिया छ या यो कुरा म गर्न चाहन्छु आफ्नो देशमा भनी त्यसको लागि एउटा माध्यम चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले गर्दैछ भने हामीले सिर्फ लिने मात्रै होइन कि हामीले के दिन सक्छौँ त्यो पनि हामीले सोच्न एकदम जरुरत छ। र त्यो सँगसँगै अर्को हाम्रो एउटा एकदम यङ भाइ भर्खर रिसेन्टली कोरियामा आएको छ, तपाईँहरूबाट केही सिक्न मन छ भन्ने कुराहरू भनिरहेको थियो। त्यो कुराले एकदम मनमा छुको कुरा चाहिँ के छ भन्दाखेरि उसको आफ्नै घरमा एउटा हामीले रोजगार हामीले सृजना गर्नुपर्छ है भनेर विभिन्न साथीहरूले कुरा निकालिरहनु हुँदाखेरि उसको घरमा त एउटा कुनै उत्पादन त सुरु भइसकेको रहेछ नि भनिसके पछाडि भोलिको दिनमा सिर्फ दक्षिण कोरियाबाट केही सामग्री नेपाल लाने मात्रै होइन कि तिम्रो घरमा जुन त्यो मौरी पालनले जुन त्यो हनी होला या केही होला नि होइन, त्यो कुरालाई दक्षिण कोरियामा पनि ल्याएर बेच्न सक्ने, बजार बनाउन सक्ने, सिर्फ दक्षिण कोरियामा नभएर विश्वभरि बनाउन सक्ने, हाम्रो नेपालमा इम्पोर्ट मात्रै नभएर एक्सपोर्ट पनि गर्न सक्ने माध्यम बनोस् हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी। त्यसको लागि हामी सबैजनाले सहकार्य र गृह कार्य गर्न पर्नेछ। प्रवासमा भएको साथीले व्यवस्थापन गरिदेऊ न मात्रै भनेर हुँदैन। हामीले यहाँनिर रिसर्च गरेर त्यो रिसर्च हामीले रिपोर्ट पठाइसकेपछि उहाँहरूले हामीलाई सहकार्य गरेर सहयोग गर्नुहुनेछ भनिसकेपछि त्यो दिन पनि आओस् र त्यसको एउटा माध्यम बनोस् राष्ट्रिय स्वतन्त्र पार्टी। त्यो सँगसँगै अरू हाम्रो सन्तोष सर यहाँ भर्खर जानुभयो, जुन हाम्रो हुन्डीको कुरा निकाल्नु भएको थियो। हुन्डीको लागि मैले हजुरहरूलाई यसको बारेमा धेरै राम्रो रिसर्च गरेको छौँ। हो,
जबसम्म हुन्डी रोकिँदैन नेपालमा जुन त्यो पैसा बिटोको बिटो बाँडिएको हुन्छ, चाहे त्यो चुनावको बेलामा होस् या कुनै पनि प्रकारको प्रोजेक्टहरू गर्ने बेलामा होस्, त्यो हुन्डीको पैसा डाइरेक्टली इन्डाइरेक्टली युज भइरहेको छ। तर त्यसलाई न्यूनीकरणको लागि हामीले भनि मात्र रहेको छौँ, तर समस्याहरू के छन् त, त्यसको समाधान हामीले कसरी लिएर आउनुपर्छ भन्दाखेरि दक्षिण कोरियामा मैले देखेको, म एकदम सिम्पल कुरा भनिदिन्छु, विद्यार्थीहरूले सबैभन्दा बढी हुन्डी गर्नुपर्ने बाध्यता भइरहेको छ। बाध्यता किन भइरहेको छ भन्नुहुन्छ भन्दाखेरि उनीहरू कलेज फी तिरेर आएर यहाँनिर पढ्दै गर्दा काम नपाउँदाखेरि आफ्नो लिभिङ कस्टको लागि उनीहरू दैनिक आफ्नो युनिभर्सिटी फी, आफ्नो दैनिकी जीवन बिताउनको लागि उनीहरूलाई केही रकमहरू चाहिएको हुन्छ। त्यो रकम हाम्रो नेपालबाट लिएर आउनको लागि जुन प्रक्रियाहरू छन् ती एकदमै धेरै अब्स्ट्याकल्सहरू छन्, अलिक गाह्रा प्रक्रियाहरू छन्, जसको कारणले गर्दाखेरि उनीहरू यहाँ सर्भाइभ गर्नको लागि बाध्यताका साथ हाम्रो ग्रुप च्याट हामी सामाजिक सञ्जालमा देख्न सक्छौँ कि कोही हुनुहुन्छ तपाईँहरूले चाहिँ पैसा यहाँ दिएर नेपालमा म तपाईँलाई ट्रान्सफर गरिदिन्छु, क्युआर पठाइदिनु न भन्ने। त्यो बाध्यता सरकारले बुझ्नुपर्छ, त्यो रहरले होइन बाध्यताले भएको छ। दक्षिण कोरियामा कुनै पनि हाम्रो यो के अरे व्यवसायहरू फैलाउनु पर्छ भनेर उहाँले एकदम राम्रो पोइन्ट राख्नुभयो, तर राख्दै गर्दाखेरि याद गर्नुहोस् हाम्रो दक्षिण कोरियामा या त धेरै ठाउँमा व्यवसाय सुरु गर्दाखेरि लगानी गर्नुपर्छ। हाम्रो नेपाल सरकारले लगानी गर्नको लागि भनेर तपाईँलाई रकम बाहिर लान दिँदैन, जसको कारणले गर्दाखेरि फेरि पनि सिङ्गापुरदेखि लिएर विभिन्न देशहरूबाट चाहिँ हामीले पैसा डलर लिएर आएको देखाएर चाहिँ व्यवसाय सुरु गरेको हुनुपर्छ। भनेपछि यी विभिन्न समस्याहरू छन्, ती समस्याहरूलाई फाइन्ड आउट गरेर त्यसको सोल्युसनको लागि चाहिँ हामीले बाटोहरू खोज्नुपर्छ, हामीले सुझाव सल्लाहहरू दिनुपर्ने छ। र त्यो सँगसँगै अरू विभिन्न कुराहरू सबैजना साथीहरूले राखिसक्नु भएको छ, त्यही कुरालाई म रिपिटेसन गर्न चाहिनँ। एकदम खुसीको माहौल छ, एकदमै हर्षित छौँ। एउटा छ नि हाम्रो नेपालमा एउटा गीत हो या त लय हो मलाई थाहा छैन, तिमी माया माया के अरे तिमी माया माया भन्छौ मलाई यहाँ देशको छ चिन्ता भन्ने होइन। अब देशको चिन्ता हामीले लिन पर्दैन, राष्ट्रिय स्वतन्त्र पार्टीले लिनेछ। तपाईँहरू माया गर्नुहोस्, पोजिटिभिटी फैलाउनुहोस् होइन। अब राष्ट्रिय स्वतन्त्र पार्टीमा तपाईँहरू यति कुरा चाहिँ ढुक्क भइदिनुहोस् कि नेतृत्व सही ठाउँमा पुगेको छ। अब हाम्रो जरुरी भनेको हामी बीचको जुन एकता छ त्यसलाई कायम राखेर कुनै पनि विपक्षीय उसमा रहनुभएका हाम्रा साथीभाइहरूलाई नराम्रा गालीगलाज र नराम्रो शब्दहरू प्रयोग नगरिदिनु हुन मैले एकदमै आग्रह गर्न चाहेँ। किन भन्दाखेरि तपाईँ हामी सबैजना नेपाली हो, कुनै धर्म, कुनै जात, कुनै पार्टीगतको भिन्नता नगरौँ, जे जस्तो भए पनि हामी सबैजना नेपाली हो। आज सिर्फ एउटा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधित्व मात्रै भएको हो, आज देशले जितिरहेको छ र यो देश अझ माथि अगाडि बढाउनको लागि र राष्ट्रिय स्वतन्त्र पार्टी सिर्फ 5 वर्षको सरकार चलाउनको लागि होइन कि अब हाम्रो सरकारले चाहिँ अब आउने अरू 10 वर्ष 20 वर्षसम्म चाहिँ परिवर्तन गरेर देखाउन सक्ने नेतृत्व गरेर काम गरेर देखाउन पर्नेछ, डेलिभर गर्न पर्नेछ र आशा छ राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो गर्नेछ। र हामी प्रवासमा रहेर प्रवासमा भएका समस्याहरूको हामीले सुझाव सङ्कलन गर्नेछौँ र त्यो सुझाव सङ्कलन मात्रै नभएर त्यसको समाधानको पनि उपायहरू हामीले डेलिभर गर्नेछौँ। र सबैजनालाई अन्तिममा जय देश जय घन्टी भन्दै बिदा हुन चाहेँ। धन्यवाद।